हेलो साथीहरू, आज चाहिँ म तपाईँलाई एउटा संस्करण सुनाउँदैछु। यो सत्य घटनामै आधारित छ। कुरा के हो भनेदेखिको एउटा भनाइ छ नि, ढुङ्गा सारो भन्छन्, तर मलाई लाग्छ नजान्नु जस्तो सारो चाहिँ केही होइन रहेछ। र कुरा धेरै वर्ष अघिको, त्यतिखेर मोबाइल चाहिँ यस्तो स्मार्टफोन एन्ड्रोइड मोबाइलहरू थिएन। र एउटा किप्याड मोबाइल चाहिँ अहिले सानो सानो एउटा बट्टा भन्छ जसलाई, होइन। र म चाहिँ अब त्यो मोबाइल चलाउनु चाहिँ अझै पनि त्यति जान्दिनँ अरूले जस्तो। र म सानैदेखिको गीत गाउने सुन्ने मेरो धेरै उयो छ, एउटा हबी नै हो। र म त्यतिखेर बगानमा सरदारी काम गर्थेँ। र मैले एकजना अङ्कलसँग भने, अङ्कल मलाई तपाईँको मोबाइल दिनुहोस् न, म गीत सुन्छु भनेर भने। र नभन्दै उसले पनि दियो मोबाइल, है। र म गीत सुन्दै थिएँ, आफ्नो धुनमा गीत सुन्दै थिएँ। बगानमा म्यानेजरहरू त हिँड्छन्, होइन। र अचानक परबाट म्यानेजर आउनुभयो। अब त्यो अङ्कल पनि मेलातिर लागिसक्नु भएको थियो। र अब के गर्ने, कसरी बन्द गर्ने त? साहेबको छेउमा गाना सुन्नु त मिल्दैन, काम गर्नु गएको मान्छे। अनेक थिच्छु, मोबाइल बन्द हुँदैन। नजिक आइसक्यो, अब के गर्नु। र मैले त्यो मोबाइलै फ्याँकिदिएँ, अलिक परतिर फ्याँकेँ। अब अर्काको मोबाइल हो, धेरै टाढो त फ्याँक्नु भएन। र अब बन्द नभएपछि त फ्याँक्नै पर्यो। र मैले मोबाइल फ्याँकिदिएँ। त्यसपछि त सर आउनुभयो र दुई चारवटा कुरा गरेर उहाँ जानुभयो। अब मलाई पऱ्यो फसाद, अब मोबाइल कसरी खोज्ने? अब कहाँ फ्याँकेँ। र भरे खोज्दा धन्न मोबाइल चाहिँ भेट्टाएँ। र मलाई त्यहाँदेखि लाग्छ ढुङ्गा सारो केही होइन, सारो भनेको चाहिँ नजान्नु रहेछ भन्ने कुरो मलाई थाहा भयो। थ्याङ्क यू।